भएका छौँ। वरिष्ठ गायक कलाकार कमल बिके निर्मोहीको अन्तिम दाह संस्कारमा हामी सहभागी छौँ। सबैलाई थाहा छ कमल बिके निर्मोही यो राष्ट्रको गहना हुनुहुन्थ्यो। उहाँ गायक मात्र नभएर कलाकार हुनुहुन्थ्यो। यो क्षेत्रको बौद्धिक व्यक्तित्वको रूपमा उहाँ परिचित हुनुहुन्थ्यो। दाङ फुलबारी मचकटवा साबीको दाङ फुलबारी मचकटवा गाविस वडा नम्बर 3 मा उहाँ जन्मिनु भएको थियो। बाजे बलवीर, बुवा डम्बरलाल, आमा मोतीकला देवीको कोखबाट उहाँ 4 भाइ मध्येको माइलो छोराको रूपमा उहाँको जन्म भएको थियो। उहाँ अहिले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 10 मा बसोबास गर्नुहुन्थ्यो। 2018 साल भाद्र 23 गते उहाँको जन्म भएको थियो भने हिजो उहाँलाई हामीले गुमाएका छौँ। हिजो साँझ 5:15 उहाँले अन्तिम सास फेर्नु भएको छ। 65 वर्षको उमेरमा उहाँको निधन भएको छ। 2082 साल माघ महिना 23 गते उहाँको धर्मपत्नी स्वर्गीय हेरम देवीको निधन भएको थियो। 19 दिनको अन्तरमा उहाँले हामीलाई छोडेर जानुभएको छ। उहाँको एक छोरा शैलेन्द्र, 2 छोरी सृजना र एलिसा हुनुहुन्छ भने नाति नातिनाहरू हुनुहुन्छ। 2टै छोरी भर्खरै आमाको अन्तिम काजक्रिया पुरा गरेर उहाँहरू अमेरिका फर्किसक्नु भएको छ। उहाँका 4 भाइ छन्। विशेष गरी गायन, सञ्चार र उद्घोषणमा उहाँको अतुलनीय भूमिका छ। उहाँले थुप्रै खालका पुरस्कारहरू उहाँले प्राप्त गर्नुभएको छ भने पछिल्लो समय उहाँलाई कन्हैया अञ्जना राष्ट्रिय साङ्गीतिक पुरस्कारबाट उहाँलाई सम्मान गरिएको थियो। उहाँका थुप्रै कालजयी गीतहरू हामी सुन्न पाउँछौँ। बुलबुले तालैमा, आउ त भने, सलल बग्नी, लाग्यो माया लगायत दर्जनौं गीतमा, सुर्खेतकी नानी लगायतका दर्जनौं गीतमा उहाँले आवाज दिनुभएको थियो। उहाँ करिब 30 वर्ष रेडियो नेपाल सुर्खेत प्रसारण केन्द्रमा उहाँ कार्यरत रहनुभयो। तत्पश्चात विभिन्न एफएमहरूमा उहाँले भूमिका निर्वाह गर्नुभयो। यो क्षेत्रको पुरानो एफएम बागेश्वरी एफएममा उहाँले स्टेसन म्यानेजरको रूपमा काम गर्नुभयो र बागेश्वरी एफएमको दर्ता प्रक्रियामा पनि उहाँको ठूलो भूमिका छ। उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, बाँके कला केन्द्रको सल्लाहकार, बास नेपालको सक्रिय सदस्य लगायत थुप्रै सङ्घ संस्थामा उहाँ संलग्न हुनुहुन्थ्यो भने वेब डिजिटल रेकर्डिङ स्टुडियो, यो पश्चिम नेपालकै पहिलो रेकर्डिङ स्टुडियो स्थापना गरेर यो क्षेत्रका कलाकारहरूलाई उहाँले सहयोग गर्नुभएको थियो। यो दुःखद क्षणमा हामी छौँ। यो दुःखद क्षणमा सबैको सल्लाह बमोजिम उहाँको एउटा सम्झना स्वरूप, उहाँप्रति सम्मान स्वरूप एउटा गीत बजाउने कुरा छ उहाँको सम्मानका लागि। त्यसमा सरिक भइदिनका लागि म सबैलाई अनुरोध गर्दछु।